हेलो नमस्ते 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 कुन ठाउँबाट कसको आवाज सुन्दैछु यतिखेर नमस्ते नमस्ते म यतिखेर विनायकबाट बोलिरहेको छु अशोक नेउपाने। हजुर विनायकबाट आउनु भएको छ हाम्रो कार्यक्रममा आज अशोक नेउपानेजी। अनि के सुनाउन चाहनुहुन्छ अशोकजी आज हाम्रो कार्यक्रममा? म आज एउटा सानो र्याप हान्न चाहन्छु, सबैले ध्यान दिएर सुनिदिनु होला। ओ र्याप हान्नु हुनुहुन्छ, ल सुरु गरिहाल्नुहोस् छिटो छिटो र्याप। नाम मेरो अशोक, करने का कुछ भी नहीं, बस्छु म क्लासमा गाजा खाएर टल्ली भई, च्याप भएर आउँछु घरमा गाजा पोकी गल्ली गई, 14-15 माछ छ, खानालाई टल्ने भात छ, दिनभरि यस्तै हो मौज गर्नलाई रात छ। सर वा र्याप इन्टरनेसनल भयो सर भयो। खतरा र्याप हान्दिनु भयो। कहाँ सिक्नु भयो सर? आफ्नै लिरिक्स हो कि कसैको कपी हान्नु भयो? लोकल र्याप हो, आफैले मिलाएको, आफैले गाउँमै बनाएको लोकल र्याप। के हो तपाईँ त छपरी टाइपको हल्का गजरी टाइपको हुनुहुन्छ के हो? होइन सर त्यस्तो होइन, गीत त जस्तो पनि गाउन मिल्यो त। ए सर गीतको आधारमा अब मान्छेलाई जज गर्छ। थ्याङ्क यू सर, धेरै धेरै धन्यवाद। मेरो कार्यक्रममा आएर एउटा राम्रो र्याप हानिदिनु भयो। फेरि पनि नआउनु होला भन्न चाहन्छु है कार्यक्रममा।